चौबिस गर्नुहोस् अनि त्यहाँबाट प्रोसेस हामी गर्दै गर्छौँ त्यसपछि प्रोसेस भनेको फेरि नै माइतीले बोकेर यतासम्म पुर्याउँला होइन बिदाई गर्ने बेला त्यतिखेर बाटो देखाउने भूमिका चाहिँ मम्मीको हुँदो रहेछ बेहुलीले बहिनीले चाहिँ यसो 2-4 पैसा मम्मीलाई दिनको लागि हातमा राख्नुहोस् हाम्रो तामाङ कल्चरमा त्यसो गर्छ त्यही गर्ने भन्नुभएको छ एकजना चाहिँ हाम्रो मनोज गुरु आउनुहोस् बेहुला बोक्नुहुन्छ कि बेहुली बोक्नुहुन्छ एकदम रमेश भाइसँग के दाजु हुनुहुन्छ माइती खाल छ माइती खाल आफ्नै माइती आफ्नो माइती छ भने त आफ्नै माइती आउनु पर्यो भोलि नचिनेर के सक्दैन भने बेहुला दुइटै मै बोकिदिन्छ है भरे डरै छु अनि सरी त मुख मात्रै होला आफ्नै ज्यान बोक्नु बस्नु त सजिलो भइहाल्छ अनि बेहुली चाहिँ अगाडि बोकेर बेहुला सँगसँगै नजानु चाहिँ एकछिन फेरि के अरे एकछिन छोपेर हिजो मैले भनेको तरिकाले खुवाएर बिदाई गर्नुहुन्छ नानुलाई चाहिँ अलिक खुल्लामा निस्केपछि बेहुली अगाडि अनि दुध खाएर पो पछि फेरि यसो माने घुमे जस्तो 3 खन्का चाहिँ बेहुलीलाई घुम्नुहोस् पानी पखाउँदै अनि जाने बाटोमा सट्ट बाटो देखाइदिनुहोस् अनि तपाईँको काम चाहिँ हजुर मेन आमाले बाटो देखाउनु हुन्छ छोरीलाई त्यसो गरेपछि दुध खुवाउनुपर्छ नानुलाई अनि दुध खुवाउनु कि नखुवाउनुहोस् रित जनाउनु पऱ्यो नि होइन हाम्रो चाहिँ हजुर हुन्छ हुन्छ बोकेपछि है अब यहाँ छुच्ची गर्दै सबै सक्यो यहाँ त्यही प्रोसेसमा जाउँ हामी बेहुली बोक्नुहोस् बेहुला बोक्नुहोस् माइती 2 जना आउनु बाटो अलिकति खुल्ला गरिदिनु खुल्ला बेहुला अलिक पछि पहिला बेहुली मात्र सन्देम बेहुली बोकिराख्नुहोस् न हो सक्नुहुन्छ भने गल छ दिनुभयो पैसा चाहिँ त्यो मम्मीको हातमा अब कलश ल्याउनुहोस् मम्मी अलिक थोरै यता आउनुहोस् हजुर हाम्रो माने घुम्दाखेरि यतैबाट घुम्छ Sweat,
घुमाएर ल ओहो पैसा आउनु है दिएको है